सुन्न आज मेरो बोयफ्रेन्ड आउँदैछ कि म उसलाई झुक्काउने बुझ्यो प्र्याङ्क गर्ने हैन त उ यहाँ बसेर भिडियो बनाइदे ल जाऊ यहाँ आउँदैछ यसको पछाडि लुक्न ए ल ल ल हौ त बस त हौ त लुकेर भिडियो बनाएर आज दामी प्र्याङ्क गर्ने आउँदैछ त्यो के हो रे बेबी बेबी ओ छिटो आउनु न यहाँनिर इम्पोर्टेन्ट काम छ भन्नुपर्ने छ के इम्पोर्टेन्ट छ भन न के छ लु छिटो भन त यहाँ छिटो आउन हौ अन्त भन्छु के भयो बस त यहाँ अन्त भन्छु भन न के भयो म अब सक्दिनँ तिमीसँग बस्नु म त तिमीलाई ब्रेकअप पो भन्नु आँटेको भन के भन्छौ ब्रेकअप ब्रेकअप अब हामी रिलेसनमा नबस्नु म तिमीलाई मेरो बोयफ्रेन्ड बनाउन चाहन्दिनँ म पुरा मलाई त अल्छी राख्नु थाल्यो अब म अर्कै खोज्छु तिमी आफ्नै बाटो लाग कस्तो ठिक्कै भन्यो तिमीले मैले तिमीलाई अस्ति यो कुरा भनौँ भनेको थियो कस्तो अप्ठ्यारो लागेर पो त के रे होइन अस्तिदेखि म पनि तिमीलाई ब्रेकअप दिउँ भनेको थिएँ कि तिमी रिसाउँछौ रुन्छ भनेर तिमी यति च्याङ 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 गर्थ्यौ तिमी त रिसको पोका भएको मान्छे त्यसै त राइनी वाक्कै लाउँथ्यो ढुक्कै बाज ब्रेकअप भएर है अब ब्रेकअप गर्नुपर्छ ल है बल्ल ढुक्कै भयो ल हात मिलाउ न लास्टमा मलाई के गडबड छ जस्तो लाग्दैथ्यो नि ठिकै भएछ आज तेरो हेर यस्तो पड्किन्छस् नि ओइ लक्ष्मी बाहिर निक्ली सच्ची भनेको तँ यस्तो छ भने मलाई याद थिएन के भयो बाहिर निक्ली त हामीले त प्र्याङ्क पो गरेको त उठ्ता प्र्याङ्क गरेको निक्ली बाहिर निक्ली प्र्याङ्क प्र्याङ्क तिमी ठिकै प्र्याङ्कमा उ र मैले अघि प्र्याङ्क गरेको तिमी प्र्याङ्क भयो त हामीले तिमीलाई मिलेर प्र्याङ्क गरेको त बुझ्यौ के तिमीलाई त उ र मैले मिलेर अघि प्र्याङ्क गर्नु आएको अघि सल्लाह गरेको थिएँ बुझ्यौ तिमी पो उल्टा प्र्याङ्क भयो त हो कि होइन भन त रुको जरा सबर करो हो त यो हो त हो भने भन्न हो है हो त हो तँ पो प्र्याङ्क भयो त हामी अघि प्लान गरेको थियौ नि फोन गरेर छ्या बेबी तपाईँले चाहिँ मलाई त्यस्तो प्र्याङ्क किन गरेको मलाई साँच्चै भनेर झुक्क्यो त गएको नि त बेबी जानु तपाईँ मेरो लागि 1 कप चिया बनाएर ल्याउनु उसको लागि पनि चिया बनाइदेऊ ल जानु बस्दै गरेर म मिठो चिया लिएर आउँछु ल हुन्छ, जानु। तपाईँ पनि बस्दै गरेर म चिया लिएर आउँछु छिटो चिया लिएर आऊ ल बाई ओइ धन्न तँले बताइस् है धन्यवाद तँलाई है के को धन्यवाद पैसा लिन पैसा दिँदैछु नि त्यसलाई पैसा तँले खतरा बताइस् है आज मलाई लाथी राख ल पैसा